हेलो साथीहरू, म चाहिँ आज चौधरी ड्रेसमा सजिँदै है कहाँ जाँदैछिन् भनेपछि चाहिँ कतै होइन, म यो चाहिँ भिडियोको लागि मात्र लगाउन थालेको हो साथीहरू। एउटा साथीले मलाई रिक्वेस्ट गर्नुभएको थियो के युट्युबमा, मलाई एउटा साथीले रिक्वेस्ट गर्नुभएको थियो चौधरी ड्रेसमा पनि बनाउनु न भिडियो भनेर। अनि त्यही भएर मैले चाहिँ चौधरी ड्रेसमा साथीहरू भिडियो बनाउन गइराखेको छु। अनि त्यही भएर मैले चाहिँ यो ड्रेस लगाउँदैछु है, अरू केही पनि होइन। किनभने अब लगाउन त अलि नै हुन्छ क्या, अब साडी भन्ने बित्तिकै अलि लगाउन त अप्ठ्यारै हुन्छ साथीहरू। लगाउँदैछु है, अलि पेट बढे सँगसँगै साडी लगाउने अलि कस्तो हुन्छ कि साथीहरू। हाम्रो चाहिँ चौधरी ड्रेसहरू फेरि यस्तो खतरा हुन्छ कि साथीहरू, पुरै नगर्नु यस्तो दामी देखिन्छ लगाएपछि यसरी के। मेरो एउटा साथीले चाहिँ चौधरी गीतमा पनि बनाउनु न भन्नुभएको थियो, अनि त्यही भएर मैले चाहिँ त्यो सङमा बनाउनको लागि मैले चाहिँ यतिको गरिराखेको छु है साथीहरू, अरू त केही पनि होइन। हल्का फुल्का लगाउन जानेछु। सो मैले चाहिँ कालो ब्लाउज लगाइन, मलाई यस्तै ब्लाउज लगाउन मन लागेर मैले चाहिँ कालो ब्लाउज लगाइन के साथीहरू। साथीहरू म चाहिँ अब लगाउँदैछु है, अब कस्तो देखिन्छ हजुरहरूले पनि कमेन्टमा भनिदिनु होला, कस्तो देखेको छु भनेर भनिदिनु होला है। साथीहरू अब यतिको भएपछि त रेडी भइहाल्यो नि होइन र। राम्रो देखेछ, बन्द गर्दै। साथीहरू फाइनली म चाहिँ अब रेडी भइसकेँ चौधरी ड्रेसमा है। कस्तो देखेकी छु त साथीहरू, हामी चाहिँ यो चौधरी ड्रेस है, कानमा त लगाउने बाँकी ल अहिले जाने। अहिले म चाहिँ फाइनली एउटा साथीले अब साथीहरू चौधरी ड्रेसमा पनि एउटा भिडियो बनाउनु न भन्नुभएको थियो, मेकअप त केही गरेँ होइन सो 2-3टा भिडियो चाहिँ बनाउँछु अब युट्युबमा चाहिँ। एउटा साथीले अब
चौधरी गीतमा पनि बनाउनु न भन्नुभएको थियो थारू गीतमा, अनि त्यही भएर मैले चाहिँ यति ड्रेस लगाएर चाहिँ रेडी भएको है। सो साथीहरू र चाहिँ देख्न सक्नुहुनेछ चौधरी भाषामा चाहिँ किन फालेको मोबाइल। अनि यसलाई चाहिँ हँसुली अनि यसलाई यो छ नि यो पैसाको माला, यो पैसाको यसलाई चाहिँ चकती भन्छ। अनि यसलाई चाहिँ खोइ के हो मलाई नै थाहा छैन कि फेरि यसलाई के भन्छ भनेर, मलाई नै थाहा छैन है साथीहरू। अनि यो चाहिँ हातमा लगाउने माठा भन्छ। अनि यो पनि घाँटीमा लगाउने हो, यो पनि घाँटीमा लगाउने नै हो। सो मेरो घाँटी त भरिसक्यो, अब अरू त के लगाउनु, घाँटी त भरिसक्यो। यी देख्न सक्नुहुनेछ यस्तो है। बाबु त्यो नलगा कता कता, यो चाहिँ मैले छोरीको लागि भनेर किनिदिएको साथीहरू। अनि सो गहना त कति छ लगाइसाध्यै होइन। अनि यो पनि हातमा लगाउने हो साथीहरू। यो देख्न सक्नुहुनेछ हाम्रो चौधरी गहनाहरू त टन्नै हुन्छ कि फेरि। म पनि रेडी भइसकेको छु। यो चाहिँ मैले पछाडि हालेको साथीहरू। सो यो चाहिँ पछाडि खासमा हाल्दैनन्, अगाडि हाल्छन्। अनि मैले चाहिँ पछाडि हालेँ। सो एकछिन भिडियो बनाउने त हो भनेर मैले चाहिँ पछाडि हालेको चाहिँ। अनि यो पनि अनि यहाँ यसलाई चाहिँ के भन्छ भने यसलाई मन्टिका भन्छ के चौधरीमा, यसलाई चाहिँ मन्टिका भन्छ। यसरी गरेर यहाँ लगाउने साथीहरू। यो लगाम भने पनि लगाइदिने नि साथी छैनन्, यहाँ चिम्टी काटा छैन, चिम्टी काटा पनि छैन नि त। सो त्यही भएर अब राम्री देखिन्थ्यो नि। अब यत्तिको गर्न पाए त अझै राम्री देखिन्थ्यो है साथीहरू। सो चिम्टी काटा चाहिन्छ, चिम्टी काटा छैन। यो अनि गहना हो नि त, मम्मीको गहना राम्रो छ। के को यो त चाँदीको हो नि। खोइ एउटा उता गए जाऊ त बाबु लिनलाई जाऊ। साथीहरू अब यो चाहिँ लगाएपछि एकदम सम्हालेर राम्रोसँग उ गर्नुपर्छ कि बस्नुपर्छ है। जाऊ बाहिर खेल्न, बल दुईटा बल निकाल्दैछ त मम्मीले, जाऊ। अनि सो साथीहरू यो पनि देख्न सक्नुहुनेछ है। गहना त टन्नै अब एउटा दुईटा जोड्दै जाँदा पनि धेरै हुन्छ के साथीहरू। अब के गर्नु, अब त्यो चाहिँ लगाउनु पर्यो, कानमा झुम्का त लगाउनै पर्यो साथीहरू। झुम्का नलाएस त राम्रै देखिन्न। कानमा त अब के लगाएको छु भनेपछि अब त यहाँ राखेँ है। कानमा सुन लगाएको छु, सुन लगाए पनि यो त लगाउँछु। कपाल चाहिँ यत्तिकै बाँधिदिन छु, एकछिन भिडियोको लागि मैले बाँधिदिनँ। अब यतिको लगाएपछि त भइहाल्यो नि, चौधरी थरू नि है, जे भने पनि भयो। सो साथीहरू हाम्रो चाहिँ कल्चरमा एकदम राम्रो देखिन्छ कि यो ड्रेसहरू लगायो भने, जसले लगाए पनि सुट गर्छ कि, सुट नगर्ने त कुरै हुँदैन क्या। मलाई चाहिँ गर्व लाग्छ कि हामी चौधरी हो, थारू हो भनेर पनि त गर्व लाग्छ कि मलाई चाहिँ। किनभने जस्तो मान्छेलाई पनि सुहाउँछ कि, नसुहाउने कुरै हुँदैन। ल हेर्नु न, ल यत्तिको भएपछि त अब के चाहियो त। मेकअप पनि मैले गरेको छैन, सिम्पल मेकअप मात्रै हो, त्यो लिपस्टिक मात्रै हो, गाजल साजल केही छैन, केही लगाएको छैन साथीहरू। ल यत्तिको भएपछि त भइहाल्यो नि होइन र। अनि त्यसपछि कता गयो यहाँ हजुर बुधो छैन, कता फाल्यो त एउटा। अनि सो साथीहरू यो चाहिँ यसरी गरेर लगाउने त हो। यो चाहिँ शिरमा लगाउने, शिरबन्दी। यहाँ यो लगाएपछि चाहिँ प्योर थरुनी जस्तै देखिन्छ कि साथीहरू। ल हेर्नुहोस्, ल यो अब यसरी गर्ने, अनि यो यसरी गर्ने, यतिको गरेपछि त खतरा देखिन्छु नि है। म पनि त के कम छु र होइन र साथीहरू, खतरा देखिन्छु नि म पनि। ल ल ल ल ल ल ल ल ल भन्दै नाच्नु त हो नि। कस्तो राम्रो देखेको है साथीहरू। सो अड्काइदिने यहाँ साथी चाहिन्छ क्या, अड्काइदिने साथी चाहिन्छ। ल एक्लै त मिल्दैन, नाच्दा झरिहाल्छ न त। कम त खतरा देखेको छु, यति भए पनि त है दामी देखेको छु नि त होइन र साथीहरू।
हेलो मनिषा बहिनी, मैले चाहिँ हजुरको लागि भनेर मैले सानो भ्लग पनि बनाएको छु, यो पनि हेर्नु होला है त। अब यहाँ कपालमा अड्केर अब जात्रा भयो, घरमा कोही छैन यो निकालिदिने भन्ने, फेरि एक्लै छु। आमामा त्यही भयो, यो यत्रो गहनाहरू नि साथीहरू लगाउन त मन लाग्छ, अनि यो निकाल्न कम त गाह्रो, देखिन त राम्रै देखिन्छन्, निकाल्न गाह्रो, लगाउन गाह्रो, 1 घन्टै टाइम लाग्छ। यो के गर्ने अनि है, अब किनेको नै लगाउनको लागि हो, अब लगाउन नि परिगयो साथीहरू। अनि यो एउटा भन्छ नि, यो चाहिँ यहाँ लट्काउने, यहाँ यस्तो गर्ने, अनि यस्तो गरेर नाच्ने त अनि साथीहरू, यहाँ लट्काएर चाहिँ यहाँ राखेको छिन् है। अनि यो चाहिँ यहाँ ठुमक गरेर यो नाच्दै, अनि यो चौधरी ड्रेसमा त खत्रै देखिन्छ नि होइन त साथीहरू, नदेखिन त कुरै हुँदैन। हाम्रो ड्रेसै यस्तै छ कि जसलाई पनि राम्रो देखिन्छ के, जो पनि राम्रो देखिन्छ साथीहरू, जसलाई पनि सुट गर्छ, यति दामी देखिन्छ। ल हेर्नुहोस् न, ल झलमल्ल है साथीहरू। मलाई त यस्तो ड्रेसहरू लगाएपछि नि मलाई त प्रोग्राममा गएर नाच्न मन लाग्छ नि साथीहरू, स्टेजमा गएर के पुरै छम गरेर नाच्न मन लाग्छ कि यसरी। पुरै नाच्न नजानेको पनि होइन, सबै जानेकै हो, लगाउन नि जानेकै हो है। कपाल पनि बाँधे छैन, सिम्पलै छ है, सिम्पल खालको साडी पनि लगाएको छु। यतिको भए त भइहाल्यो नि होइन त साथीहरू, अब के चाहियो र। सो साथीहरू, म चाहिँ अब भिडियो बनाइहाल्छु है। त्यहाँ बुढोले पनि फोन गर्नु भन्नुभएको छ, बेलामा फोन गरेन भने फेरि भिडियो बनाउनै पाउँदैन, गरिहाल्नुहुन्छ है। सो मैले चाहिँ अब भिडियो बनाउँछु है त साथीहरू। सो ओके साथीहरू, मेरो भिडियो बनाउन रेडी भइसकेको छु। हजुरहरूले मेरो भिडियो पनि हेरिदिनु, भ्लग बनाउनै नपाउने के। सो यतिको भयो भने त है राम्रै देखेको छु नि है साथीहरू। सो साथीहरू, अब चाहिँ म भिडियोतिर लाग्यो है त। हजुरहरूले चाहिँ यो भिडियो मजाले हेरिदिनु होला है। हाम्रो चौधरी गहना, यो चाहिँ झुम्का, अब यहाँको चाहिँ लगाइनँ मैले। अनि त्यसपछि टिका पनि लगाएन कि आज, फेरि के हुन्छ के। अनि त्यसपछि यो के भन्छ अरे, यो घाँटीको, यसलाई हँसुली भन्छ साथीहरू, यो चाहिँ चकती, अनि यसलाई चाहिँ के भन्छ, यो त नामै आएन मलाई। अरू पनि छ लगाउने टन्नै छ, मैले लगाएन। यहाँ हातमा लगाउँछन्, अनि यहाँनिर लगाउँछन्, माठा चुराहरू है, टन्नै लगाउँछन्। सो मैले चाहिँ लगाएन है अहिले। म चाहिँ यति नै, किनभने अब सबै थोक लगाउनु थालियो भने त साथीहरू, अनि फेरि भिडियो कति बेला बनाउने है, टिका चाहिँ लगाइहाल्छु, राम्रो देखिन्छ नि त टिका लगाएपछि त। नजर लागेको मान्छेहरूको पनि नजर हट्छ साथीहरू, टिका त लगाइहाल्छु मजाले। बुढोले त्यहाँ फोन गर्नु भनेर भन्नुभएको छ। बेलुका पनि भइसक्यो, यस्तै छोरी मान्छेलाई न फुर्सद हुन्छ न केही, भिडियो नि बनाउन परेहा, चारैतिर भ्याउन नि परेहा, गाह्रो हो। के भन्छ है, यो टिका पनि ननिस्केर। टिका लगाएपछि त झन् राम्री, त्यसै राम्री। ल त साथीहरू, म चाहिँ अब भिडियो बनाउनतिर लागेँ है त। सबैजनाले भिडियो हेरिदिनु होला साथीहरू, लभ यु। ए लायो। सो साथीहरू, सबैजनाले भिडियो हेरिदिनु होला, माया गरिदिनु होला म थरुनीलाई, चौधरीलाई साथीहरू है त। यति भन्दै बाबाई साथीहरू, लभ यु।